ए यहाँ चाहिँ डल्ले खोर्सानी रोपेर लस्करै रहेछ। कहिले फल्ने कुनै आमामा परेसम्म हेर्दैछौ डल्ले खोर्सानी हो। हेर्नु यसरी रोप्छ डल्ले खोर्सानी। नाना सुपारी चपाउँदैछ हो। मेरो नाना सुपारी मचक मचक चपाउँदै हिँड्दैछ। ल साथीहरू यस्तो छ बस्तीको बाटोहरू कुचो गाडी लाग्दैछ। पर स्ट्यान्डबाट जाउँ भनेको थिएँ। स्ट्यान्डबाट त त्यहीँ हो नि घरको अगाडि। तर मैले चाहिँ किन छोरीको घरमा निस्केर जाउँ न भनेर अलिकति बाटो यस्तो छ र बाटो चाहिँ त्यही कारणले गर्दा चाहिँ छोरीकोमा गएर चाहिँ आज छोरीकोबाट चाहिँ घर जाउँ भनेर कोपीहरू सागहरू यस्तो छ। रायोको सागहरू पनि मजाले फलिरहेको रहेछ। परसम्म देख्नुभयो। हामी चाहिँ यसरी आँखालाई भिडियो गरिरहेको छु। अब घरमा गएपछि त बाहिर जाने कामै हुँदैन। घरको कामले गर्दा हत्तु हुन्छ। त्यही कारणले गर्दा चाहिँ अन्तखेरि रमाइलो गरिरहेको छु। यसो भ्युसहरू बनाइरहेको छु हो। हेर्नु त कस्तो रमाइलो देख्छ है साथीहरू। हेरिदिनु होला धेरै माया गरिदिनु होला है साथीहरू। मेरो नानी र नाना यहाँ छ र म चाहिँ यसरी हिँड्दैछु। उकालो सागहरू पनि हेर्नु कस्तो मजाको छ। यस्तो छ घर गएको हो। तपाईँहरू के गर्नुहुँदैछ कसो गर्नुहुन्छ साथीभाइहरू। ठिकै ठाकै हुनुहुन्छ होला मेरो फेसबुकको साथीहरू है। युट्युब च्यानल पनि छ मेरो कविता युट्युब च्यानल ब्लग तामाङ कविता तामाङमा। तपाईँले माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला है। सपोर्ट गर्नु होला है साथीहरू। ल साथीभाइहरू के गर्नु यस्तो छ जिन्दगी है। 2 दिनको जिन्दगी है। यसरी हिँड्नुपर्छ। आमा बिमार आमाकोमा आइबस्नुपर्छ म त। त्यही कारणले गर्दा चाहिँ बहिनीहरू पनि आइबस्छ। अलिकति बहिनी टाढो हुनाले गर्दा म चाहिँ अलिक नजिक छु। त्यही कारणले गर्दा चाहिँ म चाहिँ आइबस्नुपर्छ। पर पनि छ घर। हामी आइपुग्नु आँट्यो छोरीको घरमा। यस्तो छ साथीहरू के गर्नु जिन्दगी लन्द्रङ छ हो। आफू पनि खण्डङ खुण्डुङमा अलिकति हिँड्नु सके त हुन्थ्यो नि। बानी हराइसक्यो हो। धेरै लङ भइसक्यो बिहा गरेको हो। अब बजारमा बसिन्छ रोडतिर कुदिन्छ। खाल्टाखुल्टीमा हिँडिँदैन। प्लेन रोडै खोज्दै हिँड्छौँ हामी। त्यही कारणले गर्दा चाहिँ निकै नै साह्रै पर्दो रहेछ हिँड्नु चाहिँ। उकालो स्वाँ गर्दै हिँड्दैछु हो। दिदीहरू चाहिँ यसरी आउँदैछ नानीहरू दिदीहरू चाहिँ तलबाट